विराटनगर किङ्स जसले फाफ डु प्लेसिस, मार्टिन गप्टिल, जर्ज मुन्जी, श्याम हेजलेट जस्ता धुरन्धर खेलाडीहरू आफ्नो टिममा भित्राइसकेको छ भने मात्र एउटाको के कमी छ भन्दा एउटा फरेन प्लेयर जसको पेसरको कमी रहेको छ विराटनगर किङ्सको। अरू कम्बाइन सबै मिलिसकेको छ। अब कुरो गर्नुपर्दा विराटनगर किङ्सले आफ्नो टोली लगभग पुरा गरेको छ एउटा सिमर बाहेक। त्यो फरेन रहेको छ। आइसिसीको रुल हिसाबले दुईवटा चाहिँ टेस्ट नेसन कन्ट्रीको खेलाडीहरू ल्याउन सकिने र अरूले चाहिँ नि हाम्रो यो टेस्ट नेसन बाहेककै खेलाडीहरू ल्याउन पाइने 3टा भनेर आइसिसीले दिएको रुलका कारण अहिले जिमिनीसम एनपिएलमा खेल्न पाएनन्। त्यो कारणले अब विराटनगर किङ्सको प्रेडिक्टेड एक्सआईको रूपमा कुरा गर्नुपर्दा अब विराटनगर किङ्सले लगभग छनौट गरिसक्यो खेलाडीहरू। मैले बनाएको प्लेइङ एक्सआई यस प्रकार रहेको छ। ओपनरको रूपमा फाफ डु प्लेसिस जो अनुभवी कप्तान समेत आरसिबीको फर्मर क्याप्टेन रहेका छन्। सिएसकेको ट्रफी जिताउने खाले सिएसकेलाई ट्रफी जिताउने प्लेयर रहेका छन् भने दिल्ली क्यापिटललाई पनि कप्तानी गरिसकेका छन् फाफ डु प्लेसिस। एग्रेसन प्लेयर हुन् उनी, पावर प्लेमा हार्ड हिटिङ गर्न उनी माहिर छन्। अनि मार्टिन गप्टिल यस्तो खेलाडी हुन् जसले पावर प्लेमा धुरन्धरकै बललाई चुटेको खाने खेलाडी हुन्। मार्टिन गप्टिलले तपाईँलाई थाहा होला 6 सबभन्दा लामो छक्काको हिस्ट्रीमा 3rd नम्बरमा मार्टिन गप्टिल आउँछन्। उनले 126 मिटरको छक्का हानेका थिए। मार्टिन गप्टिल एक्सक्लुजिभ ओपनर रहेका छन् भने पावर प्लेमा हार्ड हिटिङ गर्ने खेलाडी छन् भने अब तपाईँलाई थाहा छ गत सिजनको एनपिएलमा उनले पहिलो नेपाल एनपिएलमा पहिलो 50 हानेका थिए। अनि जर्ज मुन्जी जो विकेट किपर ब्याट्सम्यान हुन् अनि उनले चाहिँ नि हाम्रो ओपनिङ पनि गर्न सक्छन् अनि त्यसपछि उनी ओनर पनि खेल्न सक्छन्। मैले बनाएको टिममा चाहिँ किनभने वन डाउन राखेको छु। उनी यदि फाफ डु प्लेसिस सबै खेलका लागि उपलब्ध हुँदैनन् अनि उपलब्ध नभएको खण्डमा उनी चाहिँ नि माथि आउन सक्छन्। माथि आउने उनको भूमिका रहन्छ। उनी विकेट किपर ब्याट्सम्यानको रूपमा पनि खेल्न सक्छन् अथवा विकेट किपरमा लोकेश बमलाई राख्न सकिन्छ। अब 4थो नम्बरमा रहेको छ मैले बनाएको प्लेइङ एक्सआईमा हाम्रो 4वटा मात्रै फरेन प्लेयरहरू राख्न पाइने प्लेइङ 11 भित्र भनेको कारणले गर्दा त्यो स्याम हेजलेटलाई फाफ डु प्लेसिस जब एनपिएलको त्यो आफ्नो कति म्याचको लागि आएका छन्, कति खेलका लागि आएका छन्, त्यो सकेर गएपछि उनी टिममा स्क्वाडमा आउनेछन्। त्यो तबसम्मको लागि जब उनले जुन विराटनगर किङ्सले कुन पेसरलाई ल्याउँछ त्यो पेसरलाई मैले एड गर्ने भनेर त्यो ठाउँ छोडेको छु। पेसर त्यो छुट्टै हुन्छ। अनि त्यसपछि आउँछ बसिर अहमद जो नेपालको लागि अनुभवी खेलाडी नै रहेको छन्। टी20मा डेब्यु गरिसकेका छन् भने ओडिआईमा पनि गरिसकेका छन्। टी20मा उनको अलराउन्डर ब्याट्सम्यान हुन्। उनी अलराउन्डरको रूपमा उनले अफ स्पिन गर्न सक्छन्। त्यसैकारण उनलाई खेलमा निरन्तरता दिइएको छ। त्यसपछि फिनिसरको रूपमा अथवा फिनिसरको त अहिले नभन् तर पनि अब फिनिसरकै भूमिकाको रूपमा हुनुपर्छ किनभने 5वटा ब्याट्सम्यान गइसकेपछि हाम्रो लास्टमा त फिनिसरै आउँछ हैन। अनि त्यसपछि लोकेश बमलाई राखिएको छ। लोकेश बमलाई ओपनिङमा गत साल राम्रो गरेका थिएनन् उनले, तर नेपालको नेसनल टिमको लागि खेल्दा उनले फिनिसिङमा राम्रो टच दिएका थिए। फिनिसिङमा राम्रो टच दिएका कारणले उनलाई यो मैले बनाएको प्लेइङ एक्सआई अथवा विराटनगर किङ्सले पनि यही प्लेइङ एक्सआईमा राख्न सक्छ। दुईटा धुरन्धर खेलाडीहरूलाई पछाडि फिनिसरको रूपमा त राख्दै राख्दैन विराटनगर किङ्सले, त्यो कदापि हुँदैन हैन। अनि त्यसपछि बसिर अहमद मेन विकेट किपरको रूपमा हुनेछन्। पिच बुझिएका छन् उनी खेलको गति अनुसार खेल्न सक्ने खेलाडी भने पनि उनीमा धैर्यता कम रहेको छ। धैर्यता उनीमा छैन। उनले हार्ड हिटिङ गर्ने खेलाडी हुन्। उनले तपाईँलाई थाहा छ लास्ट बलमा 3टा छक्का हानेका हुन् अस्ति स्कटल्यान्ड विरुद्ध सायद। त्यसपछि अब क्याप्टेन सन्दीप लामिछाने यस टिमको क्याप्टेन, नेपाल फर्मर टिमको पहिलाको क्याप्टेन अनि अहिलेको विराटनगर किङ्सको मार्की प्लेयर अथवा क्याप्टेन नै हुन्छन् उनी। उनलाई क्याप्टेन दिनुपर्छ किनभने उनी डिजर्भ नै गर्छन् क्याप्टेन्सी। उनी मेन स्पिनरको रूपमा रहनेछन् भने अलराउन्डर पनि उनले ठुला छक्का हान्न उनी माहिर नै रहेका छन्। अनि त्यसपछि पतिजीसी मेन पेसरको रूपमा रहनेछन्। मेन पेसरको रूपमा विराटनगर किङ्समा 2टा पेसर रहनेछन् मेन पेसरको रूपमा भने अनि सिमरको रूपमा हाम्रो को रहे सुभाष भण्डारी पनि रहनेछन्। त्यसपछि पतिजीसी पछि सुभाष भण्डारी रहनेछन् भने त्यसपछि चाहिँ नि नेपालको लोकल बोय नरेन भट्ट पनि रहनेछन्। अफ स्पिन उनले पनि फाल्छन्। यदि हामीले अफ स्पिनको सट्टा नदिने भए अथवा हामीले पेसरलाई नै भन्छ हामीले अलराउन्डरलाई घुसाउन सकिन्छ यसभित्रमा। अनि लास्टमा रहेका छन् सूर्य तामाङ स्पिनर नेपालको नेसनल टिममा परिसकेका खेलाडी हुन्। अन्डर 19मा खेलिसकेका खेलाडी हुन्। सूर्य तामाङ अनुभवको कमी छैन। त्यसै कारण गर्दा विराटनगर किङ्सको अहिलेको मैले चाहिँ टप 10 भित्र टप 10 आउट अफ 9 दिन चाहन्छु विराटनगर किङ्सको टोलीलाई किनभने उनले पोहोरको तपाईँले हेर्नुहुन्छ स्कट इडवार्ड्स अनि त्यसपछि हाम्रो त्यो निकोलस क्रिटन अनि त्यो खेलाडी अनि त्यो उमानको त्यो एउटा बिलाल खान त होइन
आकिब इलियास त्यस्तो खेलाडी ल्याएका थिए तर पनि उनले गरी एउटा नाम चलेको आएको थियो मार्टिन गप्टिल। अब तपाईँलाई थाहा छ एउटा नाम चलेको खेलाडीले कसरी जिताउँछ गेम भनेर तपाईँलाई जिमी निसामले प्रुभ गरिसके एउटा खेलाडी जुनले पेस बलिङमा अलराउन्डर ब्याटिङ धुरन्धर गर्छन् भने बलिङ पनि धुरन्धरमै गरिहाल्छन् एउटा प्लेयरको नामले। अब विराटनगर किङ्समा प्लेयरको घुइँचो रहेको छ, अलिक शानदार प्लेयरहरू ल्याएको छ। गत सिजनभन्दा अहिलेको यो उनीहरू फाइनल जित्ने सुरुमा आएका छन्, त्यही सुरले नै मार्टिन गप्टिललाई ल्याएको हो होइन।